अबदेखि उता हामी त्यो नानीहरूलाई मात्रै सघाउँछौँ जुन नानीले चाहिँ सरकारी स्कुलबाट पास गरेको हुन्छ। क्लास 12 चाहिँ गभर्नमेन्ट सिनियर सेकेन्डरी स्कुलबाट पास गर्यो भने हामी सघाउँछौँ। तर यदि उहाँले चाहिँ प्राइभेट स्कुल है टाँसी नामगेल एकाडेमीबाट पास गरेकोलाई हामी गर्दैनौँ, किनभने टाँसी नामगेल एकाडेमी पढाउने चाहिँ अलिक हुने खाने नै हुन्छ, उसलाई किन सघाउनु हो कि भन्नुहोस् त। सघाउँदिन। प्राइभेट स्कुलमा पढ्ने नाम्ची पब्लिक स्कुलबाट 12 पास गर्यो, डाक्टर पायो, नो सपोर्ट। अब सपोर्ट गर्दिन। अब चाहिँ हामी सरकारी स्कुलमा पढ्ने है, तर 9बाट पढ्नु पर्यो है। 9, 10, 11, 12 फेरि 10 सम्म पढाएर सरकारले समाउँछ 11, 12 ल्यायो फेरि त्यही फर्स्ट हुन्छ, त्यो होइन। 9 नि कम से कम 9, 10, 11, 12 पढेको हुनु पर्यो, पास गरेको हुनु पर्यो। नेटमा पास गरेर हामी पुरा सपोर्ट गर्छौँ, किन पक्का गरिबको नानी हो नि त। तर उहाँले हाम्रो स्कुललाई चाहिँ विश्वास नगर्ने, टिएनए पढाउने, नाम्ची पब्लिक स्कुल पढाउने, कोनी कथा पढाउने, डनबस्को पढाउने, कोनी कथा पढाउने, अनि फेरि 12बाट ट्रेनिङ जान्न चाहिँ हामीलाई सपोर्ट माग्ने, त्यो भएन। कि कसो भन्नुहोस् त, हामी त गरिबलाई चेप्ने सरकार हो, गरिबलाई चेप्ने पार्टी हो।